आज बसपट्टिमा चाहिँ यहाँ श्रमदान भइरहेको छ। अब यहाँ काम गर्नेहरूलाई चाहिँ यसो चिसो खाउँ भनेर हामी दिदीबहिनी यहाँ यसो हामी पनि अब बाटो श्रमदान गर्न आएको पशुपति वन कालीमा यहाँ चाहिँ हामीहरू संस्कृति पार्टीबाट आएको छौँ सबैजना। संस्कृति पार्टीले चाहिँ यहाँ पशुपति आर्यघाटमा चाहिँ श्रमदान गर्न आएको छ सबैजना। यो मर्ने मृत आत्माहरूले पनि शान्ति पाओस्, सफा सुग्घर सबैलाई चाहिन्छ। अब मृत आत्माहरूलाई बगाइदिएको त हो, जम्मै यहाँ जम्मै फोहोर गरेर यसरी राखेको थियो। तर आज संस्कृति पार्टीले सबै सफा गर्दैछ। सबैजनालाई एकदमै हार्दिक शुभकामना छ र यो जो मरेर जानेहरूले पनि आत्मा शान्ति पाओस्। अब आमाको मुख हेर्ने दिन हिजो, आज चाहिँ हामीले यहाँ संस्कृति पार्टीलाई हामी हेल्प गर्न आइरहेका छौँ। थ्याङ्क यू, धन्यवाद। हाम्रो प्रतिमा बहिनी पनि छ यहाँ, साथै मम्मी ठुला राई। ल थ्याङ्क यू। हेर्दै एकदमै श्रमदानबाट चाहिँ हराभरा भयो बागमती नदी। अब ल सबैलाई धन्यवाद। ल आज हाम्रो आज श्रमदान गर्नु आउनु भएको छ संस्कृति पार्टीबाट। ल भाइहरूले पनि ल्याइसक्नु भएको छ। हाम्रो नाना कम्ती खतरा हुनुहुन्न हो। अनि संस्कृति पार्टीबाट चाहिँ जता जता पोहोर छ सबै जाने हो। ल लु टिप्दै टिप्दै म चाहिँ भिडियो गर्दै गर्दै संस्कृति पार्टीले चाहिँ यहाँ पशुपति आर्यघाटमा चाहिँ श्रमदान गर्न आएको छ सबैजना। यो मर्ने मृत आत्माहरूले पनि शान्ति पाओस्, सफा सुग्घर सबैलाई चाहिन्छ। अब मृत आत्माहरूलाई बगाइदिएको त हो, जम्मै यहाँ जम्मै फोहोर गरेर यसरी राखेको थियो। तर आज संस्कृति पार्टीले सबै सफा गर्दैछ। सबैजनालाई एकदमै हार्दिक शुभकामना छ र यो जो मरेर जानेहरूले पनि आत्मा शान्ति पाओस्। अब आमाको मुख हेर्ने दिन हिजो, आज चाहिँ हामीले यहाँ संस्कृति पार्टीलाई हामी हेल्प गर्न आइरहेका छौँ। थ्याङ्क यू, धन्यवाद। हाम्रो प्रतिमा बहिनी पनि छ यहाँ, साथै मम्मी ठुला राई। ल थ्याङ्क यू। संस्कृति पार्टीले चाहिँ यहाँ हेर्दै एकदमै श्रमदानबाट चाहिँ हराभरा भयो बागमती नदी। अब ल सबैलाई धन्यवाद। संस्कृति पार्टीले चाहिँ यहाँ पशुपति आर्यघाटमा चाहिँ श्रमदान गर्न आएको छ सबैजना। यो मर्ने मृत आत्माहरूले पनि शान्ति पाओस्, सफा सुग्घर सबैलाई चाहिन्छ। अब मृत आत्माहरूलाई बगाइदिएको त हो, जम्मै यहाँ जम्मै फोहोर गरेर यसरी राखेको थियो। तर आज संस्कृति पार्टीले सबै सफा गर्दैछ। सबैजनालाई एकदमै हार्दिक शुभकामना छ र यो जो मरेर जानेहरूले पनि आत्मा शान्ति पाओस्। अब आमाको मुख हेर्ने दिन हिजो, आज चाहिँ हामीले यहाँ संस्कृति पार्टीलाई हामी हेल्प गर्न आइरहेका